गुड मर्निङ गाइस। आज हामी डिसी घुम्न जाँदैछौँ, क्यापिटल सिटी एन्चुरी हिल हेर्नको लागि। हामी 4जना रेडी भएर अनि उता फेरि कहीँ जान लाग्छ। फेरि उता त के हराउँछ कि खोजिरह आफ्नै बारेमा हाई गर न भन्दा नि गरेनन्। अब हामी जान लागेको बाटोमा हल्का भिडियो ल्याइदिएको गाइस। मलाई फेरि धेरै मोबाइल चलायो भने फेरि गाडी लागिहाल्छ कि गाइस। त्यही भएर खास चाहिँ गाडी चलाउँदा मोबाइलै चलाउनु गाइस, गाडी लगाइहाल्छ। अनि यहाँ बाटोमा पनि राम्रो फुलहरू फुलिरहेछ अनि त्यही भएर हल्का देखाइदिएको कि गाइस। यतै गर्नु होला, हामी पुगेपछि भिडियो गराउँछु। फेरि हल्का कस्तो भएछ भनेर हेरिदिएको गाइस। हामी फाइनली पुगिसकेको छौँ अनि जाडो थियो कि त्यहाँ लास्टै घाम पनि लागेको थियो अनि हावा पनि लागेको थियो, जाडो पनि थियो। अनि हामी घुम्यौँ 4जना। अनि यहाँ फुलहरू कति राम्रो थियो कि क्यापिटल सिटीको वरिपरि फुलहरू एकदम राम्रो फुलहरू थिए। हामीले फुलहरू पनि खिच्यौँ, फोटो पनि खिच्यौँ। अनि जाडो थियो नि त, त्यही भएर छिटो जाम भनिराख्नु भएको थियो कि बाबाले फेरि। अनि त्यही भएर हामीले 4जनाको फोटो खिचिदिने मान्छे चाहिँ कोही थिएनन्। त्यही भएर हामीले आफै सेल्फी हान्यौँ हल्का। मेरो बुढाखेरि म आफै हान्छु भनेर हेर्दाखेरि आफै हानिदिएको कि मैले हानेको मन नपारेर। ल त नि ल हान्नुहोस् भने मैले फेरि। अनि यहाँ फुलहरू देखेको थियो अनि हाम्रो मम्मी बाबालाई भिडियो बनाइदियौँ अनि हामीले पनि बनायौँ। अनि उता चेरी हिल जानु पर्यो भनेको, उता फेरि आज फेस्टिभल रहेछ कि चेरी फेस्टिभल्स। अनि उता मान्छे टन्नै, गाडी राख्ने ठाउँ नै थिएन कि, त्यही भएर उता गइएन। अनि यतैबाट फर्कियौँ भनेर यता हल्का फर्किएँ। अब फोटोसोटो खिचेर सकेर फर्कियौँ है। अनि बाटोमा आउँदा त्यो बाल्टिमोरको पार्क गइएको थियो हामी। पार्कमा गएपछि त मेरो चाला उयो, मलाई त पिङ खेल्न मन लागिहाल्छ गाइस। बाई गाइस, आज यति नै।